सो नमस्कार साथीहरू नमस्कार तारे अलग ही लेवल का बंदा था। आजको दिन चाहिँ मेरो खेतमा पानी पटाउने हुनेवाला छ। अच्छा त्यसैले पानी पटाउन हिँडिरहेको छु साथीहरू। काम गर्दाखेरि अब हल्का प्यास लाग्छ, त्यसैले मिनरल वाटर माछा के हो मरेन पानी प्योर ड्रिङ्किङ वाटरको साथमा छु है त साथीहरू। हुन्छ म चाहिँ यहाँ यतातिर जाँदैछु है त। सो साथीहरू है, बाटोमा जाँदै क्रममा चाहिँ हाम्रो काकालाई पनि भेटेँ। बिउ खाल्न आउनुभएको छ अरे। तपाईँहरूको रोपाइसक्यो काका? कति बाँकी छ कि आधी उधी भइसक्यो हो? ए अझै 8-9 कोठा जति बाँकी छ अरे साथीहरू। हामी यस्तो बाटो हिँडिरहेछौँ। देख्न सक्नुहुन्छ मेरो पछाडि नरिवलको बोट, तारीको बोट, यहाँनिर बस्ने चौतारा। साथी चौतारा पनि छ है साथीहरू। यहाँनिर चाहिँ भर्खर निर्माण भएको हो होइन। यसरी किसानीहरू चट्ट लाएर थाक्नु भएको बेला चाहिँ यसरी बस्नको लागि चौतारा बनाएको छन्। सो म तपाईँहरूलाई देखाउँदैछु साथीहरू। रोपाइको चलपल चाहिँ कस्तो हुँदैछ म तपाईँहरूलाई जानकारी गराइरहेको छु साथीहरू। यसरी चाहिँ देख्न सक्नुहुन्छ है। ट्र्याक्टर जान नमिल्ने ठाउँमा चाहिँ यसरी चाहिँ गोरु लगाएर यहाँनिर धान रोप्ने बनाउँदैछौँ। स्टे ट्युन गाइज, स्टे ट्युन। ट्याप ट्याप ट्याप। सो साथीहरू असारको बेलामा चाहिँ यसरी चाहिँ चप्पल लगाएर चाहिँ हिँड्न सकिँदैन है त साथीहरू। बाटो अलिकति गम्भीर हुन्छ, ढिलो हुन्छ है त साथीहरू। त्यसैले चाहिँ जकास पारामा देख्न सक्नुहुन्छ यसरी चाहिँ जुगाड गरिरहेको छु। सो तपाईँहरूलाई कस्तो लाग्छ? फाइनल्ली मेरो आधा रोपाइ हुने खेत पनि आइसकेको छ, तपाईँहरूलाई देखाउँछु। सो फाइनली साथीहरू यो चाहिँ म चाहिँ आज रोपाइ हुने मेरो खेतमा पुगिसकेको छु। आज चाहिँ यति कोलामा चाहिँ रोपाइ हुनेवाला छ होइन साथीहरू। अर्को बाँकी भनेको उता पारिपट्टि छ, म तपाईँहरूलाई देखाउँछु। अहिले म चट्ट गएर अलिकति पानी खाएर जानु पऱ्यो त साथीहरू। सो साथीहरू यो खेतमा चाहिँ होइन अस्ति एक ट्र्याक्टर लगाएर राम्ररी जोतिसकेको छौँ। त्यही माथि अब फेरि पनि लगाउनु खोज्दाखेरि चाहिँ अब मतलब कि अब वरिपरिको चाहिँ सम्पूर्ण जग्गावालाहरूले चाहिँ सबैजनाले धान रोपिसक्नु भएछ। त्यस कारणले चाहिँ खासै धेरै काम त छैन। त्यही पनि यसो अनि 2 हल गोरु लिएर आएर यसमा ह्याङ्गा लगाएर बल्ल यसमाथि चाहिँ रोपाइ गर्नेवाला छौँ है त साथीहरू हामी। साथीहरू यसरी पानी थुनेर चाहिँ पानी लगाइरहेको छु है, देख्न सक्नुहुन्छ। मम्मीले यसरी गइरहेको छ मेरो खेतमा पानी। मम्मीले चाहिँ खाजा लिएर आउनुभएको छ साथीहरू। के लिएर आउनुभएको छ यसो खानु पर्यो है त, भोक लाग्न थाल्यो। ल है त साथीहरू, मम्मीले खाजा पनि लिएर आइदिइसक्नु भयो। अब चट्ट लाएर खाइन्छ है, अनि फेरि काममा भिरिन्छ साथीहरू। मम्मी हेर्दाखेरि मिठो छ त, किन बोल्नु न के? बाबा चाहिँ उता कुलोको विषयमा कुरा गर्दै हुनुहुन्छ साथीहरू। ल है त साथीहरू, खेततिर अथवा यसरी बाहिर इन्भाइरोमेन्ट, प्योर इन्भाइरोमेन्टतिर बसेर खानको स्वादै छुट्टै छ है त साथीहरू। ल है त साथीहरू, यसरी चाहिँ अहिले म बिउ बोकिरहेको छु। राखिदिनु पर्ने हुन्छ, त्यस पछाडि रोप्ने मान्छेहरू आएर रोप्नु हुनेछ। बिउ बोकेर चाहिँ यस्तो बाटो हिँड्नुपर्छ है साथीहरू। हेर्नु महाकवि लक्ष्मीप्रसाद देवकोटा उहाँले लेख्नुभएका कविता होइन। सानो छ खेत, सानो छ बारी, सानो छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान। बिहान पख झुल्किन्छ घाम देउराली पाखैमा, असारे गीत घन्किन्छ अनि सुरिलो भाकैमा।
भन्ने यो कविताको टक्क लागेर याद आउँछ के साथीहरू। अब यसरी चाहिँ देख्न सक्नुहुन्छ, यसरी चाहिँ बिउहरू बियाडहरू राख्नुपर्ने हुन्छ है। म राखेर अब रोपाई गर्ने मान्छेलाई पर्खेर बस्छु। झुकिन्छ घाम देउराली डाँडैमा, सारे गीत झन्किन्छ अनि चुरिलो घाटैमा, भनेर चाहिँ पुतुतिराको भनेर झरेछु, मेरो छोरा भाइ होला सर्वप्रथम चाहिँ खेतको सुरुमा रोप्ने बेला चाहिँ घरको मूल मान्छेले, आफ्नो घरको मूल मान्छेले रोप्नुपर्छ भन्ने भएर चाहिँ मम्मीले यहाँनिर रोपाई स्टार्टिङ गरिदिनु भएको छ है। देख्न सक्नुहुन्छ। अब ठेकामा लगाउने मान्छेहरू आउँदै हुनुहुन्छ र अहिले चाहिँ मम्मीले पूजा गरिवरी रोप्न थाल्नु भएको छ है साथीहरू। यताउता लिएर आइदिए आजको अझै रोपुन्जेलसम्म त बस्थ्यो होला, बस्न त मलाई एउटा अर्जेन्ट काम परेर म चाहिँ निस्किनु परेर चाहिँ साथीहरूलाई यो भिडियो मार्फतमा चाहिँ यति नै भन्न चाहे। जहाँ हुनुहुन्छ यसो कहाँ हुनुहुन्छ, यसो कहाँबाट हेरिरहनु भएको छ यसरी कमेन्ट गरिदिनु होला। कृषि प्रधान देश हाम्रो नेपाल है। सम्पूर्ण आफ्नो ख्याल राख्नु होला सम्पूर्णमा है। धेरै धेरै हजुरको स्वास्थ्यको लागि शुभकामना है। यो सानो रोपाइ थियो। अब हजुरहरूलाई अब अर्को नेक्स्ट भ्लगमा चाहिँ अर्को ठुलो रोपाइको भिडियो बनाउने छु है, क्लिपहरू बनाउने छु। सो स्टे ट्युन साथीहरू है। सदैव यसरी नै माया गर्दै राख्नु होला, हजुरहरू सपोर्ट गर्दै राख्नु होला। अलिअलि थाकेछ, त्यही भएर चाहिँ भोलि चाहिँ अलिकति लोमा आइरहेछ कि के हो होइन, तर थाकेको छैन। यति गर्दैमा कहाँ थाकिन्छ हौ हामी। काम सकिसकेपछि बल्ल थाकिन्छ है साथीहरू। हस् त, धन्यवाद।